सो हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। आज फेरि म यहाँ भ्लग निकाल्दैछु। आज चाहिँ हाम्रो गेम छ, फुटबल छ। आज चाहिँ हाम्रो हामी चाहिँ जान लागेको छौँ। म निस्किसकेँ, पछाडि आउँदैछ तिनजना अनि अगाडि गइसक्यो, अरू साथीहरू अगाडि गइसक्यो। हामी चाहिँ यहाँ निस्किसकेको छौँ। यो पछाडिको देख्नुहुन्छ, यो चाहिँ हाम्रो कम्पनी हो। कम्पनीबाट 4जना प्लेयर आज चाहिँ हाम्रो गेम छ। गेम चाहिँ हेर्नु होला है गाइजहरू, हाम्रो गेम कस्तो लाग्छ यसो बिचमा कमेन्ट पनि छोडिदिनु होला। आज धेरै दिनपछि यसो भ्लग निकाल्दैछु म। बल गइसक्यो अगाडि। हाम्रो प्लेयरहरू 2जना यता, 2जना अगाडि छ। बाँकी अरू केटाहरू चाहिँ अगाडि गइसक्यो, अघि नै पुगिसक्यो होला। यहाँबाट लगभग हिँड्दै गयो भने 5-7 मिनट जति लाग्छ यहाँबाट हिँड्दै गयो भने। सो आजको गेम चाहिँ हेरिदिनु होला कस्तो लाग्छ। बिचमा यसो कमेन्ट पनि गरिदिनु होला गाइस। मेरो भ्लगमा चाहिँ कमेन्टहरू अलिक थोरै आउँछ, कमेन्टहरू अलिक गरिदिनु होला। ल त गाइस, भिडियो हेर्दै गर्नु होला। लाइक, कमेन्ट, सब्सक्राइब पनि गरिदिनु होला। जति पनि मेरो भ्लगमा नयाँ आउने साथीहरू हुनुहुन्छ, भ्लगलाई माया गरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला। साइडमा रहेको बेल आइकन पनि थिचिदिनु होला। ल है त गाइस, अब पछिको भिडियो म ग्राउन्डमा गएर निकाल्छु है त। ल गाइस, यो चाहिँ यही हाम्रो ग्राउन्ड चाहिँ। ग्राउन्ड चाहिँ यस्तो छ है गाइस, ठुलो छ। कता छड्के टक्क मिलाएर छड्के सबजना आउँछ। हानिहाल्नु नि, विकास हान न। हाम्रो प्लेयर आने आउन छ। यत्रो छ साथी। ओइ छोड्दिएको म। छोड्न लाग्यो के बल। पर्नेले सक्दैन के यार। छिटो गर्नुपर्छ के। ए भिडियो गरेछ, छिटो हानिहाल न। ए अब 2जना हो त 2जना नि। ल गोल हान न। कतिले त हान्दैन, मलाई थाहा छ। कहिले गोल हान्दैन अहिले त। ओइ जान जान जान। ल अब पर्नेलाई त गोल हान्ने नदिनु। कहिले गोल हानेर यार। ल गाइस, हाम्रो गेम चाहिँ हेर्दै गर्नु होला। खेला है मुसा। ल गुड ढुङ्गा 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 हटिहाल्यो। चुच्चोले हानेर पनि हानेको गोल। ल फाल्नु न। ल यता यता सही यार। सरी ल पास गर्नु हाम्रो। हाम्रो तपाईँकोले हानेको हो कि हामीले हानेको होइन नि त।
फल भए हो र होइन नि खोइ अब त्यही भनेको चल चल हाल्नु न ल बिस्तारै बिस्तारै छोटो छोटो बिस्तारै है लुगा साइड ब्याक अगाडि फेरि यार कत्रा गोल हान्दियो मैले कत्रा गोल हान्दियो त्यहाँ मलाई गलै खायो ल बिजे ठिक छ ठिक छ खोइ गोल हान्दैन भन्ने मलाई थाहा थियो नि त एकदम राम्रो एकजना अब दुईजनामा कटाउँदैन एकजना भने मलाई थाहा ठिक छ ढुक्क ढुक्क रोका रोका ढुक्क रोका रोका हानो हामी पाँचजना क्लास रेस्टुरेन्ट खेल्नु पर्छ है कति गोल हो हाम्रो 7-2 हो 7-2 यहाँ आउन यहाँ क्या यहाँ कहाँ जाई बल यहाँ आउनु पऱ्यो नि बल खानुलाई यसरी सपोर्टमा जानुपर्छ क्या भइगयो त आफू फुटाएर लानु पर्दैन ल यहाँ यहाँ ब्याक यहाँ ल मा खाली छ त पोस्ट खाली त हुन्छ त गेम मिलाउनु पर्दैन तिनीहरुकै खाली भयो के अनि त्यहाँ बल छ यहाँ उभिएर उसो उभिनु हुँदैन नि कति भयो ल एकजना बस्नु 3-7 अब ब्याक टाइट गर्नु म गोल हान्छु खाली बसिरा ल छलार रे मामा छलार रोके बिस्तारै रौ धेरै खेलाउँछ क्या लुगाले बिजुलाई फेरि छोडिदिन्यो छिटो छिटो पनि पता हो तपाईँ कोही पनि छैन हात यतिको भयो म्यान अलि हेर्न 4-7 भयो ल के होला हौ यो त हाफ टाइम अलिकति गेम मिल्न पर्छ 15 गोल हान्नु हाफ टाइम ल ब्रेक छोड्नु छोड्नु मामा नकुदे पनि सुसुमै कुद्नु लुगा छोड्दै छोड्दै यतै ल्याऊ अगाडि एक सिन्टर रेस गर्नुपर्छ रेस 4-5 मिनेट चाहिँ रेस गर्ने पर्छ रेस रेस ल अनि अब हामी खेलै गर्ने हो नि त त्यत्रो पैसा दिइरहेको रेस रेस कर्नर त अर्कैले हान्नु लाग्यो फेरि ल हाने हाम्रो हानु कर्नर ल हान गोल हेड अहिले हामी यदि हान्छौँ फोटो खिचौँ न एउटा लगाउनु एकजनाले लगाउनु कसले हो यो खिचेको कति गोल भयो हाम्रो 4 4-7 लु नि त गाइस एकैछिन ब्रेक टाइम हाम्रो ल हाम्रो म्याच फेरि सुरु भयो खै हानौँ न त ल ल चल्यो चलाम न यार चलाम काम छैन 3 दिन छुट्टी छ भाइ अनि यार तेरिका यार ल यहाँ हाम्रो भिडियो रेकर्डिङ पनि भइरहेको छ अनि हाम्रो 3 दिन छ त भाइ छुट्टी थुप्रो अस्ति मैले भनिनँ 2 महिना कि कति 3 महिना भइसक्यो त
फ्राइडे छुट्टी हो रेडी गलेर यार गलेर लु भन न यो 2 मिनेट हो हाम्रो यहाँदेखि यो ग्राउन्ड चाहिँ 2 मिनेट हो 3 मिनेट अब त रात भयो मेरो भन्दा अब बिचमा म बस्छु यहाँ ठुलो जस्तो लाग्यो के हो यो जुत्ता एकछिन खेल्नलाई मात्र अरे जुत्ता चेन्ज हो जुत्ता नि चेन्ज हो औँला दुख्यो के ढुङ्गा त्यो मोबाइल किन बोक्यो नि यहाँ बस्नु म फोन राख्ने फोन राख्ने है सबैले ल त्यो हुनुपर्ने त्यो ठिक हुन्छ नि मलाई यो हुन्छ अनि तपाईँलाई त यत्रो अनि यो मलाई झन् टाइट हुने रहेछ जुत्ता अनि सानो भएको जस्तो लाग्यो